नाटकको शीर्षक रहेको छ महिला हिंसा। महिला र पुरुष समाजका गहना हुन्। 21औं शताब्दीसम्म आइपुग्दा पनि हाम्रो समाजमा महिला जन्ने हिंसाको अन्त्य भएको छैन। महिलामाथि कहिले पुरुष त कहिले महिलाले नै दमन गरेका छन्। महिला जन्ने हिंसाको अन्त्यको लागि विदेशी र स्वदेशी गरी लाखौँ खर्च भए पनि त्यो व्यवहारमा नभई भ्रष्टाचार र प्रक्रियामा मात्र सीमित छ। यस्तै महिला हिंसाको कथा बोकेको दैले गाउँको कथा यस नाटकमा प्रस्तुत गर्न खोजिएको छ। हजुरहरू पनि नाटक हेरी मनोरञ्जन र शिक्षा ग्रहण गर्नुभएछ। हजुर आमा कता मुर्तिस् त? चिया लिएर आइज भनेको त कस्तै अल्छी आए मेरो चिया त। हस् आमा चिया ल्याए। आमा यी दिनुहोस् चिया। खैले छि 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 कस्तो नमिठो चिया बनाएकी हेर्न त चाहिँ। त्यही आमाले तँलाई चिया पनि बनाउन सिकाइन। एउटा ढङ्गको चिया पनि खान पाइएन। लु त्यही खा। के भयो र आमा? किन भाउजूलाई मात्र बिहान बिहान गरेर राख्नु भएको? के गर्नु भयो र भाउजूले? के गरेन भन्न यो नखचैले। बिहान ढिलो उठ्छ अनि कति नमिठो चिया बनाएर ल्याउँछ खै कुन्नी। आमा पनि जहिले पनि भाउजूलाई मात्र गरेर राख्नुहुन्छ। सुन्तली के भयो? हुन्छ के सफा नगएर के कफी पिउनु भएको थियो। चियाको त स्वादै बिर्सिनु भएछ। तर तिमी आमाको कुराको दुःख नमान है। म छु तिमीलाई बवाल माया गर्ने। सुन्तली ए सुन्तली कहाँ बुढासँग गफ जोतेर बसिरहेकी छिस्? तँलाई गफ जोत्न बाहेक के नै आउँछ? ल लुगा धोएर आइज। अलि राम्रोसँग धो। म साथीहरू कहाँ जाँदैछु है। सुन्तली म है। ए त कहाँ जान लागेको हो? कता फेरि तिम्रो त्यो फुस्रो भाषण छान्न गयो कि? तिम्रो त्यो फुस्रो भाषणले केही हुनेवाला छैन। लास्टमा हात्ती आयो फर्केर गयो हुने त हो नि। ए त को होस्? मलाई अटिदिने? मलाई चिन्नौ? म यो गाउँको किङ हो किङ। आइ एम सुपर किङ अफ दिस विलेज। यु अन्डरस्ट्यान्ड? त तिमी यस गाउँकी शोषक हौ शोषक। डोन्ट अन्डरस्टिमेट द पावर अफ कमन माने। यो सबै नखचरीकै कारणले हो। हेर यस्ताले समेत आज मलाई उब्जन थालिसक्यो भने। देखिहाल्यो नि आफ्नै बढीलाई त हेर्छौ के महिला अधिकारको कुरा गर्छौ? ओइ माने त नजाने गाउँको बाटोमा सुत्त। मलाई हतार भएको बेलामा डिस्टर्ब गर्न नआइज। जा आफ्नै बाटो लाग। ए रूपादेवी तिमी आफ्नो फर्स्ट भाषण गर्न नआज। तिम्रो एक दिन पोल खुल्नेछ र तिमीले थाहा पाउँछौ कि तिमी एक समाजको कलङ्क हौ कलङ्क। आदरणीय महिला दिदी तथा बहिनीहरू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, यस कार्यक्रममा म यस्तो व्यक्तिको निम्ति आउँदैछु जो महिला हित कक्षामा लामो समयदेखि उभिँदै आउनुभएको छ। आउनुहोस् उनलाई जोरदार तालीका साथ स्वागत गरौँ।
हाम्रो गाउँमा धेरै महिलाहरूले दुःख पाएका छन्। हामीले आफ्नो अधिकार आफै गरेर लिनुपर्छ, कसैको घरमा पर्नु हुँदैन। हामीलाई कसैले शोषण गरेमा त्यसको प्रतिकार गर्नुपर्छ। संसार कहाँबाट कहाँ पुगिसक्यो, तर हामी जहाँ छ त्यही छौँ। यसरी चुलो चौका फुकेर बस्ने दिन गए। अब हामीले महिला हिंसाको अन्त्य गर्नै पर्छ। अब महिला हिंसा विरुद्ध आवाजहरू उठाउनै पर्छ। पक्नुहोस्। आदरणीय आमा बुवा तथा मेरा प्यारा गाउँवासीहरू, यी रूपा दिदी त बाहिरबाट मात्र यस्तै छिन्, भित्रबाट खुब बवाल छिन्, होइन त रूपा दिदी? यी रूपा दिदी त आफ्नो बाबालाई खुब सहयोग गर्छिन्, खुब माया गर्छिन्, र त तपाईँ गाउँवासीहरू गएर उनको घरमा चेक पनि गर्दा हुन्छ। ए को हो यो? यसलाई समातिहाल्नुहोस् त। मुकुन्दे समात मलाई कहाँ समाते? कसलाई समात? तपाईँहरूले मलाई समात्नु भएको छ नि, र एक दिन थाहा पाउनुहुन्छ कि यी रूपा दिदी कस्तै छिन् भनेर। यिनको कर्तुत 1 year 2 year मैदान हुनेछ। ए मुकुन्दे लिएर हिँड। आज साल के छ? तिमीहरू के पैसा दिन आएको? पैसा त छैन, यसो चिया खाऊ भनेर आएको। यस्तो ग्यासको अभावमा उधारो चिया कसरी दिउँ? दिनुहोस् न, दिनुहोस्। रमेश चिया पकाइदे त। हस्, ल्याए एकछिन है। बोतलको पानीले आकाशकै सानीले। तिमीहरूले के चाहियो नि? मेरो लागि पुस्तकारी, केटाकेटीको लागि किताबको भारी, अनि स्वास्नीलाई साडी। रमेश चिया गर्दै त। हस्, दिनुहोस्। ला पैसा। ए नकचरी, अब केही काम नपाएर मेरो बारेमा गाउँमा नाना थरीका कुरा गरेर हिँड्दा तँलाई लाज लाग्दैन? आमा, मैले त कसैलाई केही भनेकै थिइनँ त। अझै मुखमा खेलाच्छस्? आफूभन्दा ठुलोसँग बोल्ने सोमा यही हो तेरो? ल खा। भैया, के सिकाइ तँलाई तेरी आमाले? हे मम्मी देख, हामी के कस्तो अनि त मम्मीले भाषण चाहिँ के दिनुभयो त? अरूले देख्यो भने के भन्ला नि? यसो टिरी गाउनुहोस् न, टिरी। नगर त, काहीँ नभएकी स्वास्नी तेरी के गुनगुनाउन थाली के हो के? मैले खाएँ पुस्तकालय, केटाकेटीलाई किताबको भारे, स्वास्नीलाई साडी, यहाँ एकै पोको पारी। होइन यो के को हल्ला हो घरमा? सोध्नुहोस् न आफ्नै छोरा बुहारीलाई। के गरेर छोरा बुहारीले? मेरो त यो घरमा इज्जत नै रहेन नि। आफ्नै घरका मान्छेले पनि गाउँमा नाना भातीका कुरा गर्ने भइहाले। जे गरे ठिकै त गर्यो होला नि। कहिले पनि मेरो टुप्पी समातेर रही घुमाएको हो। आज आएर मेरो यो गति भएको छ। हेर छि आज पनि त्यही कुकुरको झोल धोकेर आएछ। कस्तो गनाएको। खान त खायो, तेरो बाउको के खायो? मेरो बाउको त खायो नि। बरु त आज मलाई खान नबना, म सुत्न गएँ। जाऊ तिमी। आमा, खाना खान आउनुहोस्, खाना तयार भयो। छि कस्तो चर्कुनु नाले कि यो आइमी त कस्तै रहेछ। मम्पन तोर केले कुरा गर्ने के? प्लिज नगर्नुहोस् न। तरकारीमा नुन हाले के हाल्ने? चिनी हाल्ने त चिनी। तपाईँ चाहिँ जैटिक त होस् नि। खुब महिलावादीको कुरा गर्नुहुन्थ्यो नि, तर आफ्नै घरभित्र महिलाको दमन हुँदो रहेछ नि। नारीलाई त जनावर जस्तै गरिराख्नु हुँदो रहेछ। यो त मुखमा राम राम बगलीमा छुरा भने जस्तै भएन र? तपाईँको असली रूप आज हामीले थाहा पायौँ। अब ल्याउँछौँ समाजको अगाडि। ओ हजुर त महिलाको नायकी बन्नुहुन्थ्यो। के यही हो महिला सेवा? के यही हो महिला हित गरेको गति? तिमी जस्ता महिलाले गर्दा नै आज यो समाजमा नराम्रो कुराले जरा गाडेर बसेको छ। को हो तिमीहरू? मेरै घरमा आएर मलाई नै कराउने? हेरौ तिमीहरूले के नै गर्दा रहेछौ र? कस्ता हरायो झिस्लिकेर करायो। गइहाल, तिमीहरू मेरो घरमा एक मिनट पनि नबस। बस्ने तिम्रो घरमा जाऊ हिँडौ साथी हो। यस्तो साँच्चै मैले सुन्तलीलाई शोषण नै गरेको हो त? हो बिचरी, मैले गाली मात्रै गरिरहे। अनि बिचरी बसरी झुकेर बसिरह्यो। अनि गाउँलेहरूले यो कुरा थाहा पाएर भोलि प्रहरी गाउँ उजुरी गरिदिए भने म त खत्तम नै हुने भयो।
अनि यो मेरो सपना, प्रतिष्ठा र इज्जत चकनाचुर हुने भयो। अबेर पनि भयो, अब त सुत्नु पर्यो। भोलि जे हुन्छ देखिहालिन्छ नि। कति बज्यो? बिहान पो भइसकेछ। ओहो, 6 बजिसकेछ। समाचार हेर्नु पर्यो। नमस्कार, न्युज एट 6 मा यहाँहरूलाई स्वागत छ। सर्वप्रथम मुख्य समाचार। इन्धन अभावले विद्यालय सञ्चालन हुन कठिनाई। महिला अधिकार कर्मीबाटै महिलामाथि दमन र भ्रष्टाचार। अब समाचार विस्तारमा। महिलावादीको प्रसङ्गबाट ललितपुरको डोले गाउँमा रूपादेवी नाम गरेकी महिला आफूलाई महिलावादी भन्दै समाजमा पोस्रो आडम्बरको भाषण गर्दै हिँड्छिन् र उनले आफ्नै घरमा आफ्नै बुहारीमाथि शोषण गर्दै आएको गाउँलेहरूको आरोप छ। महिलावादीको नाममा विभिन्न कार्यक्रमको मार्फत हजारौं डलर भ्रष्टाचार गरेको आरोप छ। गाउँलेहरूले प्रहरी समक्ष उजुरी गरी आवश्यक कारबाही गर्न अनुरोध गरेका छन्। हत्तेरिका, अब के गर्ने होला? घरमा को छ? हजुर, तिमी नै हो रूपादेवी? होइन, आमा त भित्र हुनुहुन्छ। आमा, आमा, किन र के भयो? तिमी नै हो रूपादेवी? हजुर, मै हो रूपादेवी। किन र? रूपादेवी, तिमी जस्ता महिलाका कारण आज हजारौं महिलाले दुःख पाइरहेका छन्। तिमी त महिलावादीको नाममा एक कलङ्क रहेछौ। तिमी आफै महिला भएर अरू महिलामाथि दमन गर्न तिमीलाई लाज छैन? तपाईसँग चाहिँ के सबुत छ र? इन्सपेक्टर साहब, आउनुहोस् न, हाम्रो कुरा मिलिहाल्छ नि। नगर तिमी जस्तो भ्रष्टाचारी होइन म। सोझा गाउँलेहरूलाई पोस्ट र आडम्बर देखाएर लाखौं डलरको भ्रष्टाचार गरेको तिमीमाथि आरोप छ। त्यसैले हामी तिमीलाई अरेस्ट गर्न आएको। खबरदार, भाग्ने चेष्टा नगर। सानुमाया, अरेस्ट छ। सर, सरी, मलाई माफ गरिदिनुहोस्। मैले महिलावादीको नाममा नराम्रो काम गरेँ। घरमा आफ्नै बुहारीलाई दाइजो नल्याएको न्युमा शोषण गरेँ। अबबाट, आइन्दाबाट यस्तो गल्ती मबाट कहिल्यै हुँदैन। प्लिज इन्सपेक्टर साहब, उहाँलाई नलानुहोस्। उहाँ हाम्रो घरको मुली हुनुहुन्छ। प्लिज आमालाई छोडिदिनुहोस्। हो इन्सपेक्टर साहब, हाम्रो आमालाई छोडिदिनुहोस्। मलाई माफ गरिदेऊ बुहारी। मैले तिमीलाई धेरै शोषण गरेँ। दाइजो नल्याएको न्युमा नानामाथि भने। आफ्नो छोरीलाई त्यति पुलपुल्याएर राखेँ। तिमी पनि कसैकी छोरी हो भन्ने मैले याद राखिनँ। मैले तिमीलाई धेरै अत्याचार गरेँ। सकियो, आमालाई माफ गरिदेऊ। नसके रूपा, छोरी, बुहारी, म पनि रूपाकै कारणले कुलतमा फसेको हुँ। यदि ऊ पनि सुध्रिन्छ भने म पनि आफूलाई सुधारेर असल नागरिक भई जिउन चाहन्छु। इन्सपेक्टर साहब, कस्तो गिरेप छुने कुरा गरेको। मनले छाडिदिनुहोस् न भने। हटो, बन्द गरी तिमीहरूको क्यामेरामा। सानुमाया, अरेस्ट छ। सर, गर्ने बेलामा मन पनि अहिले आएर सरी। रूपादेवी, तिमीले त मलाई एक दिनका लागि मात्रै पठाएकी थियौ, तर आज तिमी सधैँभरिको लागि जाने भयो। 12 वर्षसम्म कुकुरको पुच्छर ढुङ्गामा राख्दा बाङ्गै हुन्छ भन्थे, अब 18 वर्षपछि सिधा हुने भयो। ह्याप्पी जर्नी रूपादेवी, बाई। अब यस्तो नहोस् यहाँ, अब यस्तो नहोस्। It's a cheerful Diwali. Oh, don't you know today's our culture program? We'll be singing entertaining performance today. Today's going to be lots of fun. Okay, we will talk later. Now let us enjoy a performance by our senior brothers